एउटा समस्या छ म भनौँला यहाँको जो पाल कदमले पनि भइरहेछ धेरै वर्षपछि हेरौँ धरान वडा नम्बर 13 को घरदेउलो कार्यक्रममा स्थानीय जनताले नेकपा एमालेका सूर्यध्वजावाहक उम्मेदवार टीकाराम लिम्बुलाई टीका ग्रहण गर्दै खदा ग्रहण गर्दै स्वागत गरिरहेको छ र यो माया नेकपा एमाले प्रति जनताको स्वागतले दर्शाउँछ। अहिले हामी घरदेउलो वडा नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य कमरेड मर्जुजु भण्डारी सुवेदीज्यू सिधै यस वार्डमा रहेका वडा कार्यालयका वडा अध्यक्ष लगायत कार्य समितिका पदाधिकारीहरू र नेकपा एमाले यहाँहरूकै साथमा रहेर निरन्तर यहाँहरूसित चाहिँ हामी जुझ्दै लड्दै भए पनि यो देवी मार्ग विकास गर्नका निमित्त हामी अगाडि बढिरहेका छौँ। यो अहिले हामी उभिरहेको कोण सभामा बोल्दै गरेको ठाउँबाट उकालो चिन्डे डाँडा जाने बाटो ठुलो भएर हामी मर्न आएको के गरौँ अध्यक्षज्यू कसो छ भनेर हामीलाई चाहिँ उहाँहरूले जानकारी गराउँदै हुनुहुन्थ्यो। म देवी मार्ग निवासी आदरणीय पुरामा दाजुभाइ दिदीबहिनीहरूलाई निर्धुक्क हुन चाहिँ आग्रह गर्न चाहन्छु। हामीले निर्वाचनमा जिते पनि हारे पनि सूर्य चिन्हले जिते पनि हारे पनि तपाईँहरू ढुक्काउनुहोस्। यो बाटो चिन्डे डाँडा जाने माथि पुलसम्मको बाटो हामीलाई जिम्मा दिनुहोस्, हामी निर्माण गरेर देखाउँछौँ। यहाँ थुप्रै साथीहरू आउनु भएको छ, कहिले माटो बोकेर आउनु भएको छ, कहिले घन्टी बजाउँदै आउनु भएको छ र यहाँबाट पठाएर हामीले चाहिँ 3.5 वर्ष कुकुरले दबाएको दुःख पायो। हामीलाई 1 पैसा तपाईँको सङ्घीय सरकारबाट बजेट आउन सकेन, त्यस कारणले दुखी भएका छौँ। अब हाम्रै घर छेउमा रहनु भएको युवा जोडसागर मागेको तपाईँको चाहिँ 38 वर्षको चाहिँ युवा केटो म यसपछि जिम्मेवारी लिन्छु र सुनसरी क्षेत्र नम्बर 1 लाई काया पलट गर्ने गरी अगाडि बढ्छु र सङ्घीय सरकारसित यो सुनसरी क्षेत्र नम्बर 1 जोड्छु, जोडेर यहाँको समस्याको समाधान गर्छु भन्ने उद्देश्यले आउनुभएका हाम्रा टीका लिम्बुजी हुनुहुन्छ। त्यस कारणले हामीले सूर्य चिन्हमा मतदान गरेर टीका लिम्बुलाई अत्याधिक बहुमतले जिताउनुपर्छ। त्यति मात्र होइन, देवी मार्ग निवासी बुवाआमा दाजुभाइ दिदीबहिनीहरू हाम्रो पनि वडा कार्यालयको पनि अझै 18 महिना बाँकी छ। हामीले चाहिँ यहाँहरूसित चाहिँ बस्नुपर्ने। हामी सँगसँगै दुईटै क्षेत्र नम्बर 1 वडा खका मानवीयजीहरू यही हुनुहुन्छ, विजय राई हुनुहुन्छ, रमेश बस्नेतज्यू यही हुनुहुन्छ। उहाँहरूको पनि अझै समय छ। यो तल्लो बाटो चाहिँ ढलाइ गरेर तल लान बाँकी नै छ। त्यो मात्र होइन, ठुलो समस्या यहाँ हामीलाई सर्दुको छ। यहाँ साथीहरू सर्दुले हामीलाई लान आएको के गरौँ भनेर चाहिँ पटक पटक हामीसित आउनु भएको छ। योभन्दा अगाडि हामीले सर्दुको समस्याका विषयमा विभिन्न निकायमा विभिन्न कार्यालयहरूमा पत्र पठाउने काम गर्यौँ, तर स्थानीय सरकारको प्रमुखले मलाई नसोधी मलाई नखोजी कुनै पनि काम नदिनु भनेका कारणले गर्दा हामीले बजेट ल्याउन सकियौँ। हिजो तपाईँहरूले जिताएको, तपाईँहरूले 2 कार्यकालसम्म चाहिँ हामीलाई चाहिँ झोला पकाउनु भएको छ। तपाईँहरूले बोकाएको झोला कहिल्यै पनि हामीले तपाईँहरूलाई चाहिँ तपाईँहरूको शिर निहुरिने गरी काम गरेका छैनौँ। मलाई लाग्छ यो बाटो ढलाइ गर्नेदेखि लिएर यहाँको बाल विकासको चाहिँ निर्माण गर्नेदेखि लिएर यो चाहिँ हलको चाहिँ माथिको चाहिँ तपाईँको चाहिँ के अरे चाहिँ क्रस लाउनेदेखि लिएर विभिन्न अझ हाम्रो चाहिँ वार्डमा चाहिँ त्यतिखेर कोशी प्रदेशका चाहिँ सभामुख हुनुहुन्थ्यो, उहाँहरूको पहलमा तपाईँको यहाँ चिन्डे डाँडा जाने बाटोको पुल निर्माण गर्यौँ। दिन रात लगाएर यो पुल निर्माण
निर्माण गरिसकेपछि अहिले कम्तीमा यहाँ एउटा पर्यटनीय क्षेत्रको रूपमा चाहिँ रहेको देवी मार्गलाई अझै बनाउनका निमित्त हाम्रो 17-18 महिना अझै हामी यो वार्डको चाहिँ जिम्मेवारी लिएका छौँ। यहाँ साथीहरूले कोही कोही हल्ला गर्दै गर्नुहुन्छ घन्टी घन्टी घन्टी। ए बाबालाई ठिक छ, घन्टीमै भोटालो निर्वाचन गराउनु भने उहाँको क्षेत्र कहाँ हो? सर्लाही हो, सर्लाही। नगर प्रमुख जो अस्ति निवर्तमान हुनुभयो उहाँ निर्वाचित हुनुभन्दा अगाडि चाहिँ बनाएका चाहिँ पीडितहरूलाई आश्वासन दिएर अगाडि बढ्नुभयो। जितिसकेपछि मैले तपाईँहरूलाई पैसा राख्न दिएको हो, तपाईँहरूलाई मैले टेकारे सहकारीमा राख्न दिएको हो भन्ने जस्ता अभिव्यक्ति दिएर चाहिँ जानुभयो, हामीलाई दुखित बनाउनु भएको छ। अनि अहिले हामी फेरि बाटो भन्दैछौँ। अब फेरि जितेर जानु भने के हुन्छ तपाईँहरूले बुझ्नुपर्ने जरुरी छ। आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू र मेरा अग्रज नेताहरू, यहाँहरू सबैलाई म उच्च सम्मान व्यक्त गर्दै अभिवादन व्यक्त गर्न चाहन्छु, नमस्कार गर्न चाहन्छु। चासो देशलाई समृद्ध नेपाल सुखी नेपालीको अभियान पुरा गर्नको निम्ति अगाडि बढिरहेको हाम्रो योजनाका साथ विकासको गतिलाई तीव्रताका साथ टुङ्गोमा पुर्याउनको निम्ति भ्रष्टाचार नियन्त्रण, सुशासन, प्रविधि मैत्री, रोजगारी, शान्ति, सुरक्षा, स्थायित्व, यसको लागि आज नेकपा एमालेका उम्मेदवारहरू जनताको घर दैलोमा पुगिरहेको छ। सरकारमा रहँदाखेरि विकासको गतिलाई तीव्र गतिमा अगाडि बढाएको तपाईँहरूलाई प्रष्ट थाहा छ। आज त्यो विकासको गति मन्द भएको छ, कता कता अत्मलिएको छ, यहाँहरूले बुझिरहनु भएको छ। अब हामी त्यो गतिलाई तीव्रताका साथ अगाडि बढाउन चाहन्छौँ। धनी पूर्जा वितरण गर्ने कार्यक्रम ल्याउने पार्टी हो। आज त्यो टुङ्गोमा पुगेको छैन, त्यसलाई टुङ्गोमा पुर्याउनु पर्नेछ। त्यसको निम्ति यहाँहरू बिचमा म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। हामी प्रतिबद्ध भएर त्यो दृढ निश्चयका साथ त्यो कामलाई सम्पन्न गर्नुपर्नेछ, टुङ्ग्याउनु पर्नेछ र विकासको गतिमा यो देश बढ्छ, यो देश निर्माण हुन्छ भन्ने यहाँहरू माझमा हामीले प्रस्तुत गर्नुपर्नेछ। त्यो हामी दृढ निश्चयका साथ त्यसलाई सम्पन्न गर्नेछौँ। प्रतिबद्धता व्यक्त गर्न चाहन्छु आम दाजुभाइ तथा दिदीबहिनीहरूमा, आमा बुबाहरूमा। तपाईँहरूको एउटा छोरो जस्तो भएर म यहाँहरू बिचमा आएको छु, तपाईँहरूको भाइ भतिजो नाति जस्तो भएर यहाँहरूको बिचमा आएको छु। यो तपाईँहरूको माया, यो तपाईँहरूको सद्भाव, यहाँहरूको आशीर्वाद मैले सधैँ शिरमा राखेर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। भनिरहेको छु, हाम्रो स्थानीय समस्याहरू केन्द्रसँग जोड्न सकिरहेका छैनौँ। हाम्रो यहाँका विभिन्न एजेन्डाहरूलाई केन्द्रसँग स्थापित गर्नको निम्ति म सधैँ दृढ निश्चय भएर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। हिजोको अवस्था कस्तो थियो? धरानतिरकै हाम्रा संस्थागत सभामुखज्यू पनि हामी बिचमा हुनुहुन्छ। उहाँ हुँदाखेरि र अहिले हाम्रो माननीयहरूले प्रयत्न गरिरहनु भएको छ यहाँको विकासको निम्ति, तर त्यसलाई अझ हामीले तीव्रताका साथ अगाडि बढाउनु पर्नेछ। त्यसको निम्ति म यहाँहरूलाई प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। म जुनै पनि अवस्थामा रहँदाखेरि पनि यो मेरो सुनसरी क्षेत्र नम्बर 1 मैले हिजोदेखि यहाँनिर राजनीति गर्दाखेरि जुन मैले इमान्दारिताका साथ यो अवस्थासम्म आइपुगेँ र मलाई पार्टीले आज यो जिम्मेवारी वहन गर्नको निम्ति अगाडि बढाएको छ। म यो जिम्मेवारीलाई तपाईँहरूलाई नै, आम जनतालाई साँची राखेर भन्न चाहन्छु, म सधैँ तपाईँहरूले दिनुभएको जिम्मेवारीलाई अब फागुन 21 गते औपचारिकता दिँदै हुनुहुन्छ। फागुन 21 गतेको निर्वाचन पछाडि हामी विजय उत्सवमा परिणत गर्दैछौँ। पास गर्नुभएको योजनाहरूलाई हामी 3 तहको सरकार हामी बिचमा छ, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार।
यी तिनै तहको सरकारले यहाँका समस्याहरूलाई सम्बोधन गर्नको निम्ति मैले एउटा पुलको रूपमा लिङ्केजको रूपमा म सधैँ प्रतिबद्ध भएर दृढतापूर्वक अगाडि बढ्ने यहाँहरूलाई प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यहाँ समुदायको चासो विषयवस्तुलाई जहिले पनि मैले रहेका एजेन्डाहरूलाई सम्बोधन गर्नुपर्छ। हामी सबैको त्यो समस्या भनेको आम जनताको समस्या भनेको हाम्रो समस्या हो, पार्टीको समस्या हो। त्यसको नेतृत्व हामीले गरेर त्यसको छिनोपानो गर्नुपर्छ र सम्पन्न गर्नुपर्छ। यसको निम्ति म यहाँहरू बिचमा अब तपाईँहरूले केही समय मात्रै बाँकी छ, निर्वाचित गराउँदै हुनुहुन्छ। त्यस पश्चात यहाँहरूसँग सल्लाह गरेर यहाँहरूसँगै सहकार्य गर्ने पनि म यहाँहरू बिचमा अनुरोध गर्न चाहन्छु, प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यो देश निर्माण गर्नुपर्ने छ। आज निर्माण गर्ने पक्षको विजय सुनिश्चित भएको छ। त्यसो हुँदाखेरि म तपाईँहरू सबैलाई तपाईँहरूकै पार्टी आम जनताको पार्टी हिजोदेखि माया गरेको यो सुनसरी क्षेत्र नम्बर 1 अहिले जुन उत्साहका साथ अगाडि बढ्नु भएको छ, हामी बिचमा हाम्रा नेता कमेन्टहरू पनि हुनुहुन्छ। उहाँहरू पनि हिजोको विगतको इतिहासलाई हेरेर अब हाम्रो विजयको सुनिश्चित यहाँहरू बिचमा प्रष्ट भइसकेको छ। र यसले के खान्न सकिन्छ भने, के बुझ्न सकिन्छ भने सुनसरी क्षेत्र नम्बर 1 यो सधैँ नेकपा एमालेको किल्ला हो, यो स्थापित हुनेछ। यसको लागि हामी सबै दृढतापूर्वक अगाडि बढौँ। यही यहाँहरू बिचमा अनुरोध गर्दै फेरि एकचोटि यहाँहरूलाई म उच्च सम्मान व्यक्त गर्दै तपाईँहरूसँगै भोलिका दिनहरूमा पनि सहकार्यका साथ यहाँहरूले जुन आत्मीयता व्यक्त गर्नुभएको छ, सम्मान व्यक्त गर्नुभएको छ, तपाईँहरूले मलाई विजयी गराउनको निम्ति अहोरात्र दिनरात खटिनु भएको छ। यहाँहरूप्रति म सधैँ ऋणी रहने मेरो विचारलाई व्यक्त गर्दै म मेरो मन्तव्य, मेरो भनाइलाई यही अन्त्य गर्न चाहन्छु। धन्यवाद।